हेलो गाइस, सम्पूर्णमा नमस्कार। स्वागत छ हजुरहरूलाई मेरो निरञ्जना बुढा मगर युट्युब च्यानलमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ हामी घर जान लागेको छौँ, त्यही भएर भ्लग स्टार्ट गरेको साथीहरू हेर्दै गर्नु होला। हामी चाहिँ अब खाना पकाउँदैछु, खाना पकाएर अनि खाएर जाने भनेको छ। यता हाई भन्दैछ न कतिहरू हामी चाहिँ रेडी भएर जान लागिसक्यौँ। यहाँ चाहिँ सामानहरू मिलाउँदै हुनुहुन्छ बुढाले। साथीहरू हामी चाहिँ घरदेखि हिँडेको अघि चाहिँ हतार भएर अहिले बाटोमा गइरहेका छौँ। बाटो चाहिँ एकदम नराम्रो छ साथीहरू। यहाँदेखि होलीसम्म चाहिँ अलिक नराम्रो छ, अनि होलीदेखि त चाहिँ राम्रो छ हाम्रो घरसम्म। अब बाटोमा के कस्तो हुन्छ देखाउने नै छु। अहिले चाहिँ हामी घरतिर बाबु चाहिँ अगाडि बस्छ। साथीहरू हामी चाहिँ आधी बाटो आइपुग्यौँ। आधी बाटोसम्म आउँदै भोक लागेर हैरान भइसक्यो। कति सोचेको थिएँ कि मैले भिडियो बनाउँछु राम्रोसँगले भनेर, अब कहाँ छ त है, सोचे जस्तो हुँदैन। यस्तो छ हालत। बाउलाई सम्हाल्नु कि छोराले पकड्नु कि भगवान, मेरो हिजो मोबाइल झन् त बिर्साउँदैन भने बाटो पनि यस्तो नराम्रो छ। भोलि पुगेपछि राम्रो बाटो आउँछ, त्यही बाटो राम्रोसँग भिडियो बनाउनु म चाहिँ सोचेको जस्तो न यस्तो छ बाटो। हेर्नु साथीहरू, त कति राम्रो गाउँछ, तर के गर्नु देखाउनै पाएन। हामी चाहिँ तल बाटो आएको, बाटो यस्तो नराम्रो छ साथीहरू। बाटो नि त बाइकमा यस्तो गाह्रो भइरहेको छ। त्यही माथि बाटोसँग नसमाट्यो भने बेला पुग्छ होला पनि त। त्यहाँबाट मेरो छोराले कत्रो समाटेको छ बिचमा। अघि त निकाल्यो कि अहिले पुगिसक्यो बाटो उठेको। पुरै निकाल्को पनि बाबु चाहिँ क्यामेरा हातै बस्छ। वा यस्तो बाटो छ के भनौँ। साथीहरू हामी चाहिँ होली आइपुग्न लाग्यौँ। अब चाहिँ बल्ल मनमा शान्ति भयो। अप्ठ्यारो बाटो कट्यो नि त, अब चाहिँ राम्रो बाटो छ। हामी अब उतै गएर देखाउँछौँ। यहाँ बिजोग छ साथीहरू। यहाँ साथीहरू हामी चाहिँ होली बजार आइसक्यौँ। अब छिटै थियो नि त, खाना खाएर आएको, त्यही पनि अब भोक लागेर बाउ छोरा चाहिँ नास्ता लिन जानुभयो। म चाहिँ यहाँ बसेछु। हेर्नु न साथीहरू, कस्तो राम्रो भ्यू होली बजार। खासै बोल्न पनि आउँदैन मलाई, अनि बिचमा भिडियो बनाउँछु भनेर सोचेको थिएँ नि त, त्यो पनि पुरा भएन। अब बाटो पनि त्यस्तै छ है। अब बाबुसँग गाह्रै भयो, अब जसो तसो आइयो। अब चाहिँ अब हाम्रो यहाँ होलीदेखि मेरो घर जान चाहिँ 1 घन्टा जति लाग्छ। गुराँसहरू फुलेको पनि छ नि त, अनि त्योमा फोटो खिच्ने भिडियो बनाउँदै जाने भनेर हामी चाहिँ अब एकछिनमा जान्छौँ यहाँदेखि। खासै बोल्न आउँदैन है साथीहरू मलाई। अब भिडियो चाहिँ खासमा के को लागि भन्दा, अब फर्स्ट टाइम हो नि त हामी बाइकमा आएको, अनि मलाई डर लागिरहेको थियो कि मेरो बुढाले चलाउनु सक्नुहुन्न कि भनेर। अनि जस केही नभइकन सुरक्षित साथ हामी होली आइपुग्यौँ। अब चाहिँ हामी एकछिनमा जान्छौँ। म जाँदाखेरि देखाइहाल्छु हजुरलाई बाटोमा के गर्छौँ हामीले भनेर है। हामी चाहिँ नास्ता खान लागेको छौँ। मेरो छोराले चाहिँ पापा खाइरह। सानो कस्तो छ पापा, कस्तो छ भन त? एम्मी छ। बाबा चाहिँ यता। हेलो बाबा, हाई भन्नु न। हाई गड बाबु बाबा पनि यता हेर। बुई भन्ने हराइगयो र बाबा बुइले हेलो हाँस्नु न हाम्रो चाहिँ नास्ता खान लागेको छौँ।
उता हेर कस्तो यहाँबाट उज्यालो यस्तो उज्यालो आएर अनि अर्को देखिँदै हामी चाहिँ होलिडेमा नास्ता खाएर पनि जान लागिसक्यौँ यहाँ चाहिँ यस्तो छ किन हाम्रो सुरक्षाकर्मीहरू कस्तो सेम मान्छे जस्तै मैले सुरुमा त मान्छे नै भनेको नि माथि पनि छ है साथीहरू अरे मैले त हेरेकै थिएन यार माथि पनि छ नि उता पनि छ डर लाग्छ नि डबनको डाँडामा यहाँ ढुङ्गाको डाँडा छ नि त्यहाँ आइपुग्यौँ उता बाउ छोरा चाहिँ गइरहनु भएको म चाहिँ यहाँ बाटोमा छु हेर्नु न कस्तो राम्रो लाली गुराँस फुलेछ कि तर अब त्यहाँ को जान्छ त नि टिप्न कस्तो सोचेको थिएँ कि मैले लाली गुराँसहरू टिप्छु भिडियो बनाउँछु भनेको त सोचेको त केही नहुने बाबै हामी चाहिँ ऊ बाउ छोरा चाहिँ गइसक्नु भयो अगाडि म चाहिँ जान लाग्यो अब तर कस्तो चिसो हावा लागेको क्या यहाँ त बाउ छोरा चाहिँ उता गइरहनु भएको छ तर बस्ने ठाउँ राम्रो बनाएको छ है अहिले चाहिँ ओ यहाँ पनि रहेछ बस्ने ठाउँ हामी चाहिँ यहाँ एकछिन बसेर जाने भनेको साथीहरू मेरो कपाल उडाएर हैरान छ हावाले होइन म चाहिँ यहाँ बसेर चटपटे खाने भनेर चटपटे पनि लिएर आएको छु तर पानी लिन बिर्सेछु क्या मैले यादै गरेन यता बाउ छोराको छुट्टै संसार छ हामी एकछिन बसेर जानुपर्छ है एकछिन चाहिँ बस्नुपर्छ कस्तो आनन्द है यहाँ मान्छे छन् नि अलिअलि ओ उता त्यहाँ पनि बस्ने ठाउँ छ है ए यता त धेरै बस्ने ठाउँ रहेछ नि ए यहाँ पनि छ तर हामी यहाँ बस्दैनौँ हामी चाहिँ ऊ त्यहाँ माथि गएर बस्छौँ बाटो छैन र डेन्जर छ यहाँ हेर्नु यो डाँडामा आएर बसेर फोटो खिच्ने ढोगो चाहिँ अहिले बल्ल पुरा भयो साथीहरू मेरो पहिल्यैदेखि सपना थियो यहाँ बसेर हामीले बाइक किन्यौँ भने यहाँ आएर भिडियो बनाउँछौँ फोटो खिच्छौँ भनेर फाइनली त्यो चाहिँ पुरा भयो मेरो बुढाले बाइक किनेर अब हामी चाहिँ यहाँ आएर बस्छौँ एकछिन चटपटे हेर्नु न साथीहरू चटपटे यो गाडी चाहिँ मेरो छोराले किनेको हेलो बुढा लास्टै नि हेर्न कस्तो राम्रो बस्ने ठाउँ के बाउ छोरा यता बाउ उता सान सिगान आएछ के पुग्दैन न सिगान लेख्यो मालिक साहब कस्तो राम्रो आयो है साथी हामी चाहिँ चटपटे खाँदैछौँ वाटर प्रूफ वाला से पूरा है ना क्या बाबा हाय उता बारी किसनाहरु पनि पर्छ यहाँ पर त बाटो यार नि कस्तो लाग्यो यात्रा भन्नु न भोक लाग्यो के वहाँदेखि भात खाएर आयौँ त्यही पनि भोक लागेर फेरि होलिडे नास्ता खायौँ अनि फेरि चटपटे हातैले खानु लगाएको हौ 4 रोटी खायो मैले एउटा नि खाएन मैले चाउमिन खाएँ अहिले चाहिँ रोटी र मासु खानुभएको अनि छोरा चाहिँ त्यहाँ बसेछ माथि भिडियोमा मान्दैन बनाउनु हामी चाहिँ एकछिनमा फोटो खिच्छौँ अनि फोटो खिचेर अब जाँदाखेरि देखाउँछौँ ल साथीहरू मम्माको छोराको बनाइदिन्छु कि छोराको आऊ यहाँ देखा न यहाँ बाबासँग देखिन आऊ न यहाँ बस आऊ यो झोला मैला हेर न यहाँ बस आऊ यहाँ देखिन्छ क्या
आऊ त हुन्छ र आऊ यहाँ बसेर हेर्नु नि साथीहरू आमा कस्तो राम्रो आएको हो नि ट्याक्क घाम लागेर यस्तो दामी आएछ नि म खान्न अब खानु के म यत्रो सक्दिनँ नि तर कस्तो पिरो रहेछ है म कसरी खानु अब यत्रो मेरो छोरा चाहिँ यता चकचक गरेर हैरान हेर्नु नि साथीहरू यति राम्रो ठाउँमा आएर नि राम्रो भिडियो बनाऊँ फोटो खिचौँ भन्ने त वातावरणै छैन के बाबुले नमानेर हेर्नु उता गइसक्नुभयो तल अब के भन्नु साथीहरू मेरो बाबु फोटो भिडियो भन्दा त कस्तो गर्छ के मान्दै नमान्ने साथीहरू म चाहिँ हेलमेट बोकेर हिँडिरहेको छु बाबा छोरा चाहिँ तल गइसकेँ यस्तो झाउ गर्छ नि फोटो खिच्न नि दिन्न के एउटा टिकटक बनाऊँ भनेको त मान्दै नमान्ने साथीहरू पुरा रोएर अनि गइसक्यो चाहिँ के गर्नु छोराछोरीको खुसीको लागि यति त गर्नै पर्यो होइन यस्तो मजाले बसेको मान्छे त फेरि छिट्टै फर्किहाल्नु पर्यो अब एकछिनमा चाहिँ हामी घर गइहाल्नु पर्ने हुन्छ हावा लाग्यो हेर्नु न फेरि अस्ति पानी आएदेखि त चिसो पुरै हजुर के त्यो माथि त्यो रुचाउन सकिन्न सुन्नुभयो नि साथीहरू मेरो बुढाले के भन्नुभयो गुराँस नटिप्ने रे यिनीहरूको बाउ छोरा त ए भगुबा अन्त के भन्दैन साथीहरू एउटा गुराँस टिपौँ फोटो खिचौँ भनेको त्यो पनि पुरा भएन अब के गर्नु यस्तो जाने अब यस्तो छ अझै हामी चाहिँ साथीहरू घर आइपुग्यौँ अनि अब चाहिँ ठगाइ लागेको छ एकछिन रेस्ट गर्छौँ अनि अब के गर्नुपर्ने हो गर्छौँ आजको भिडियो चाहिँ यति नै साथीहरू अनि मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला बाई बाई